हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले टाइटल हेरेर थाहा पाइसक्नु भयो होला आजको भिडियो चाहिँ कुन विषयमा छ भनेर। वेलकम टु माई ब्लग। अमौ कसरी रिसाको हेर्न तान तान नो नो नहीं तेरा लु 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 ल छिटो छिटो बुढाबुढीलाई हटाएर हामीलाई चाहिँ यातायात जान लास्टै ढिलो भएको थियो अनि त्यही भएर यहाँ चाहिँ निसेले गाडी निकाल्दैछ अनि हामीलाई यहाँनिर चाहिँ हामीले जाँदा जाँदै मेरो साथी चाहिँ कहाँबाट क्याप्चर भएछ अनि हामी चाहिँ लाग्दै गयो यातायाततर्फ। सो हियर इज माई डकुमेन्ट। यो चाहिँ दिएर भाउचर बुझाएर चाहिँ हामीले लाइसेन्स निकाल्नु पर्ने हुन्छ। त्यो बुझाउनुको लागि चाहिँ यति लामो लाइन लागेको थियो अनि त्यो लाइन लागेको देखेर चाहिँ यो चाहिँ गेम खेल्दैछ। मलाई पर्खिँदा अल्छी लागेर डाटा तानिवरी गेम खेल्दैछ। एज यु गाइज नो सरकारी काम भनेको जहिले पनि ढिलो हुन्छ, टाइम लाग्छ। सो फाइनल्ली मेरो पनि सकिसकेको थियो अनि हामी चाहिँ लाइसेन्सको लागि वेट गरिरहेको थियौँ अनि स्टिल मान्छेहरू चाहिँ यहाँनिर लाइन लागिराख्नु भएको थियो भाउचर बुझाउनको लागि। अनि फाइनल्ली मेरो चाहिँ लाइसेन्स आइसकेको छ। अब चाहिँ लाइसेन्स निकालेर हामीहरू चाहिँ घरतिर लागेको। त्योभन्दा अगाडि हामीलाई सानो सामान किन्नु थियो र हामी गयौँ सपतिर। त्यहाँ हामीलाई चाहिँ सपिङ गर्दा गर्दै भोक लाग्यो अनि हाम्रो चाहिँ डिसिजन भयो कि हामी कृषितोकमा गएर खाजा खाने भनेर। अनि हामीले चाहिँ अर्डर गऱ्यौँ एज अलवेज मोमो एन्ड चाउमिन। अनि मलाई यहाँको चाहिँ चाउमिन एकदम मिठो मिठो लाग्यो अनि साथमा हामीलाई सुप पनि दिनुभएको थियो अनि त्यो पनि एकदम मिठो मिठो यमी यमी थियो। सो मैले चाहिँ चाउमिन खाएको थिएँ अनि यसले चाहिँ मोमो अनि यसलाई चाहिँ यहाँको फेभरेट भनेको यसको मोमो प्लस अचार थियो अनि यो चाहिँ गुड गुड भन्दै थियो, मिठो छ भन्दै थियो। हामी चाहिँ छिटो छिटो खाएर घरतिर लाग्यौँ अनि जाँदा चाहिँ हामीले मासु पसल निस्केर मासु पनि ल्यायौँ अनि एकछिन भिडियो पनि बनायौँ। पछाडि चाहिँ अङ्कल मासु पक्रेर बसिराख्नु थियो, हामी चाहिँ अगाडि भिडियो बनाउँदै थियौँ। सो आजलाई यति नै, बाई बाई गाइस, सी यु इन द नेक्स्ट ब्लग।